हेलो एभ्रिवान। आज हामीले एकीकृत निर्देशन नम्बर 3 एकल ग्राहक कर्जा सीमा सिङ्गल अब्लाइगर लिमिट भनेर हेर्छौँ है। यो निर्देशन विशेष गरी यसको उद्देश्य भनेको अधिकेन्द्रित जोखिमलाई न्यूनीकरण गर्ने हो। क्रेडिट कन्सन्ट्रेसन रिस्कलाई मिनिमाइज गर्नको लागि राष्ट्र ब्याङ्कले इस्यु गरेको हो। अब सिङ्गल बोरोवर लिमिट अब्लाइगर लिमिट कसरी मान्ने त एकल ग्राहक कर्जा सीमा भन्दा कुनै एउटै व्यक्ति, फर्म, कम्पनी, ग्राहक वा आपसी सम्बन्ध भएका ग्राहकहरूलाई हामीले कर्जा दिनुपर्ने छ भने त्यस्तो कर्जाको तोकिएको अधिकतम सीमा म्याक्सिमम लिमिटलाई नै हामी एकल ग्राहक कर्जा सीमा सिङ्गल अब्लाइगर लिमिट भनेर भन्छौँ। एउटा यो सिङ्गल बोरोवरको क्रेडिट लिमिट हो है। फर्स्ट डेफिनेसनले हामीलाई के भन्छ? एउटै व्यक्ति, एउटै फर्म, एउटै कम्पनी वा म्युचुअल रिलेसनसिप भएको कस्टमरहरूलाई दिने लोन भनेर भनिन्छ। कुनै एउटा एकल ग्राहक समूहलाई हामीले आफ्नो कोर क्यापिटलको बढीमा 25% सम्म मात्र फन्डेड र नन फन्डेड यस्ता फ्यासिलिटिजहरू दिन पाउँछौँ। कोर क्यापिटलको 25% म्याक्सिमम दिने भनेर 3 नम्बर निर्देशनले भनेको छ। त्योभन्दा बढी चाहिँ दिन पाइँदैन भनेर भन्छ। जस्तो कुनै इम्पोर्ट एक्सपोर्टका सेक्टरहरू भए होइन, एसएमइजहरू भए, अनि ट्रान्सपोर्टेसन इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरू कन्स्ट्रक्सन गर्नुपर्ने कुनै अरू प्रोडक्टिभ सेक्टरहरू छन् अथवा इन्डस्ट्रिजहरू छन् भने तिनीहरूलाई कोर क्यापिटलको बढीमा 30% मात्र हामीले क्रेडिट दिन पाइन्छ भनेर यसमा प्रावधान गरेको छ। र जलविद्युत होइन, रिन्युएबल एनर्जीहरू, इलेक्ट्रिसिटी ट्रान्समिसन लाइनहरू र केबल कार डेभलपमेन्ट प्रोजेक्टहरूमा पनि हामीले म्याक्सिमम 50% मात्र क्रेडिट दिन पाउँछौँ कोर क्यापिटलको। यो कोर क्यापिटलको 50% फन्डेड प्लस नन फन्डेड दुइटैलाई हो है फेरि। अब कोर क्यापिटल कुनलाई मान्ने त भन्दा कुनै पनि ग्राहकलाई दिएको कर्जाको सीमा कायम गर्दा हामीले कोर क्यापिटलको आधारमा दियौँ। तर यसको लागि प्रमाणित गरेको के हुनु पर्यो? आन्तरिक लेखापरीक्षा इन्टरनल अडिटरले प्रमाणित गरेको ठिक अघिल्लो क्वार्टरको ब्यालेन्स सिटमा देखिने जति पनि कोर क्यापिटल छ त्यसैको आधारमा मात्र दिन पाइन्छ। जसरी यो हामीले 25, 30, 50% म्याक्सिमम भनेर भन्यो, त्यसको आधार कोर क्यापिटल हो। कोर क्यापिटलको गणना क्याल्कुलेसन गर्दा चाहिँ कुन लिने त? इन्टरनल अडिटरले प्रमाणित गरेको, सर्टिफाई गरेको अघिल्लो क्वार्टरको कोर क्यापिटललाई लिनुपर्छ। अब कतिपय केसेसहरूमा सिङ्गल अब्लाइगर लिमिट चाहिँ लाग्दैन। जस्तो एफडी, किन भन्दा यो पहिले नै पैसा हामीसँग हुन्छ। त्यसैले गर्दा ब्याङ्कमै राखिएको एफडीको आधारमा हामीले यदि क्रेडिट दिँदैछौँ भने त्यसमा चाहिँ हामीलाई सिङ्गल बोरोवर क्रेडिट लिमिट लाग्दैन। र नेपाल सरकारको जति पनि सेक्युरिटिजहरू छन्, राष्ट्र ब्याङ्क ऋणपत्रहरू छन्, यिनीहरूलाई धितो राखेर दिएको क्रेडिटहरूमा चाहिँ हामीले यसरी चाहिँ सिङ्गल अब्लाइगर लिमिट चाहिँ अप्लाई हुँदैन। अर्को यो एकल ग्राहक कर्जा सीमा नलाग्ने भनेको आयल निगमलाई, खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड, साल ट्रेडिङ यिनीहरूलाई लाग्दैन। किन भन्दा यिनीहरू भनेको त एकदम बेसिक नेसेसिटिजहरू इम्पोर्ट गर्ने, पर्चेज गर्ने कम्पनीजहरू हुन्। त्यसैले यिनीहरूलाई हामीले सिङ्गल बोरोवर क्रेडिट लिमिटको चाहिँ त्यो म्याक्सिमम लिमिट भन्ने चाहिँ हुँदैन। तर यिनीहरूको लागि एउटा पर्याप्त कर्जा जोखिम व्यवस्थापन चाहिँ गर्नुपर्छ है। एडिक्वेट रिस्क म्यानेजमेन्ट चाहिँ हुनुपर्छ। र यिनीहरूलाई चाहिँ म्याक्सिमम लिमिट चाहिँ लाग्दैन भनेर छुट दिएको छ राष्ट्र ब्याङ्कले। अब यहाँनिर हामीले समूहको म्युचुअल रिलेसनसिपको कुरा गरिरहेको थियौँ। अब यदि कुनै एउटा कम्पनीले अर्को कम्पनीमा 25% वा त्योभन्दा बढीको होल्डिङ गर्छ भने त्यस्तो दुवै कम्पनीहरूलाई चाहिँ एउटै म्युचुअल रिलेसनसिपमा छन्, एउटै ग्रुपमा छन् भनेर मान्नुपर्छ। अनि यही एकल ग्राहकको अर्को प्रावधान भनेको यदि म्युचुअल रिलेसनसिप आपसी सम्बन्ध भएका ग्राहकहरूको हामीले रेकर्ड किपिङ हाफ इयरली अर्धवार्षिक कम्प्लिट भएको 1 महिनाभित्र राष्ट्र ब्याङ्कमा पठाएर हामीले राष्ट्र ब्याङ्कलाई जानकारी दिनुपर्छ। यो कस्टमरमा चाहिँ हाम्रो म्युचुअल रिलेसनसिप भएको कस्टमरहरूलाई हामीले लोन दिएका छौँ भनेर त्यस्तो रेकर्ड चाहिँ राष्ट्र ब्याङ्कमा अपडेट गराउनुपर्छ। अब एउटै लगानीकर्ता भनेर भन्यो, तर यहाँ एउटा अर्को छुट पनि के हुन्छ? गभर्नमेन्ट अफ नेपाल पनि एउटै लगानीकर्ता हुनसक्छ। तर त्यस्तो केसमा पनि हामीले
छुट्टै समूह मान्नुपर्छ। जस्तो गभर्नमेन्ट अफ नेपालको यदि 100% होल्ली ओन्ड हुनसक्छ वा 50% भन्दा बढी ओनरसिप भएको अर्गनाइजेसन हुनसक्छ। त्यस्तोलाई चाहिँ हामीले छुट्टा-छुट्टै अर्गनाइजेसन मान्नुपर्यो। जस्तो राष्ट्रिय वाणिज्य ब्याङ्कमा पनि छ, उता नेपाल ब्याङ्कमा पनि छ, कृषिमा पनि छ। यी 3टा एन्टिटी फर इक्जाम्पल हामीले यी 3टा एन्टिटीलाई लिँदा त्यसमा होल्ली ओन्ड पनि छ, 50% एन्ड अबोभ ओनरसिप पनि छ भने त्यस्तोलाई चाहिँ हामीले छुट्टा-छुट्टै मानेर चल्नुपर्छ। किन भन्दा जुन त्यो 25% को ओनरसिपको कुरा छ, योभन्दा अगाडि हामीले डिस्कस गरेको त्यो चाहिँ यहाँ लागु हुँदैन। किन भन्दा सेयर होल्डर के भयो त एउटा मात्र भयो। त्यसले गर्दा म्युचुअल रिलेसनसिप छ भनेर चाहिँ यहाँ भन्न मिल्दैन। एन्टिटी चाहिँ हामीले छुट्टा-छुट्टै डिल गर्नुपर्छ। एन्टिटी छुट्टा-छुट्टै हुन् त्यस्तो केसमा। यदि त्यस्तो तोकिएको सीमा एकल ग्राहकलाई तोकिएको सीमाभन्दा यदि हामीले बढी कर्जा प्रदान गर्यो भने जुन बढी प्रदान गरिएको क्रेडिट हुन्छ त्यसमा हामीले 100% लोन लस प्रोभिजन भनेर राख्नुपर्छ। जस्तो मानिलिउँ कुनै एउटा लोन पास लोनमा बसेको रहेछ 1% त राख्नु नै पर्यो। तर लिमिटभन्दा हामीले बढी प्रोभाइड गर्यो भने अब त्यसको के गर्ने त 1% त छँदैछ, त्योदेखि बाहेक पनि हामीले 100% लोन लस प्रोभिजन भनेर राख्नुपर्छ। एक्सेस अमाउन्टमा मात्र राख्ने। र अर्को यसको प्रावधानमा ठुला ऋणी भनेर छुट्याउनुपर्छ भन्छ। जस्तो A क्लासको लागि 5 करोड एन्ड अबोभको लागि भयो। अनि B र C क्लासको लागि चाहिँ 2 करोडभन्दा बढीको लोन। यी सबै हामीले डिटेल्सहरू, रिपोर्टहरू हामीले क्वार्टर एन्ड भएको विदिन 7 डेज भित्रमा राष्ट्र ब्याङ्कमा रिपोर्ट गर्नुपर्छ। जस्तो रियल इस्टेट कर्जामा लोनको भ्यालु र कुनै पनि कोल्याट्रलको मार्केट भ्यालु यो बिचको रेसियोलाई हामीले लोन टु भ्यालु रेसियो भनेर भन्छौँ। त्यो चाहिँ यदि रियल इस्टेट लोनलाई दिने हो भने हामीले बढीमा 50% मेन्टेन गर्नुपर्छ भनेर अर्को प्रावधान तोकिएको छ। यदि कुनै कस्टमरले फर्स्ट टाइम होम बायर छ भने वा होम कन्स्ट्रक्सन गर्न चाहन्छ भने त्यस्तो कस्टमरलाई हामीले 3 करोडसम्मको होम लोन दियौँ भने त्यस्तोमा लोन टु भ्यालु रेसियो बढीमा 80% मेन्टेन गर्नुपर्छ भनेर अर्को यो प्रोभिजन चाहिँ 3 नम्बर निर्देशनमा तोकिएको छ। र यदि कसैले यो इलेक्ट्रोनिक भेहिकल इभीहरू वा पर्सनल युजको लागि कुनै पनि भेहिकल पर्चेज गर्न खोज्छ भने त्यस्तोमा चाहिँ लोन टु भ्यालु रेसियो म्याक्सिमम 60% मेन्टेन गर्नुपर्छ भनेर अर्को प्रावधान तोकिएको छ। यसलाई कन्क्लुड गर्दा यो निर्देशन लगानीलाई कुनै एउटै व्यक्ति, एउटै फर्म, ग्रुपमा मात्र केन्द्रित नगरी यसलाई डाइभर्सिफाई गर्ने, विविधीकरण गरेर यो क्रेडिट कन्सन्ट्रेसन रिस्कलाई कम गर्ने भन्ने अब्जेक्टिभमा आएको हो। त्यसैले यसो गऱ्यौँ भने हामीले ब्याङ्करलाई सुरक्षित राख्ने र जति पनि पोटेन्सियल सिस्टमेटिक रिस्कहरू हुन्छन् त्यस्ता पोटेन्सियल सिस्टमेटिक रिस्कबाट हामीले ओभरअल फाइनान्सियल सेक्टरलाई, ब्याङ्किङ सेक्टरलाई नै जोगाउन सक्छौँ भनेर यो निर्देशनको मेन अब्जेक्टिभ देखिन्छ।